पर चाहिँ तपाईँको पर्यो 2 नम्बर हो। अनि यो पर चाहिँ तपाईँको पर्यो मुन्डा रोड चाहिँ यो बाटो मुन्डा हो। यता उयो खै के भन्छ म त अब त्यस्तो थाहा पनि छैन यहाँको चाहिँ हो। र पनि अब एकदम नै दामी देख्छ। कहाँबाट मतलब किन टाइम पास ए गुड आफ्टरनुन सबैजनालाई एन्ड साथै नमस्कार स्वागत छ मानी बस्ती ब्लग युट्युब च्यानलमा। अनि म चाहिँ अनुराग अनि तपाईँसँग छ अर्को ऱ्यान्डम भिडियो हो। अनि म चाहिँ धेरै दिन भएको थियो मैले ब्लगहरू नगरेको है, ब्लग पनि सुट त्यस्तो पनि भएको थिएन नि त। अन्त आज चाहिँ गरिदिन्छु भनेको। त अब हेरौँ अलिक के हुन्छ नभए अब आधी बिचतिरै गर्नुपर्छ। अब सोचेको छु अब हेरौँ न के हुन्छ। अहिले होइन तर पनि अब म तपाईँलाई जतिसक्दो चाहिँ अब देखाउने कोसिसमै छु है। अनि अहिले नयाँ घर बनिँदैछ दुर्बुदाको। यस्तो छ हेर्नु नि। यहाँ धुपीको काठ पनि रहेछ नि त। ए हेर्नुहोस् है धुपीको काठ। धुपीको काठको चाहिँ अब राम्रो हुन्छ नि त। त्यही भएर अब त्यस्तो यो चाहिँ मेरो गाउँ। त्यो अस्ति म तपाईँले फोटो त्यो उयो धारा दिएको थिएँ हेर्नुहोस्। यही धारा होइन म देखाउँछु तपाईँलाई। ल त हेर्नुहोस् है यो चाहिँ हो तपाईँको बोकडी हुन्छ होला है। यहाँबाट अब दिएको छ कि छैन र तपाईँलाई छेउबाट देखाउनु कोसिस गर्छु है। ए हेर्नु नि यो चाहिँ होइन पहिला सानोमा पुरा खान्थ्यौँ हो छाँदेर। अहिले चाहिँ अब धेरै पनि त नखाएको नि, त्यही भएर अब अहिले चाहिँ त्यस्तो अब खुवाइ भएको छैन हो। यहाँ ल तपाईँहरू कतिजनालाई यो बोकडी खानुपर्छ है कमेन्ट बक्समा लेखिदिनुहोस्। अनि यो धारा चाहिँ अहिले पानी चाहिँ यत्रो छ। तर यो चाहिँ अहिले कस्तो हुन्छ अब बर्खाभरि मात्रै हो यो बहिनी। अनि तपाईँको चाहिँ यो बाटो चाहिँ श्रीलङ्का जान्छ अनि यता चाहिँ उयो मण्डल गाउँ जान्छ हो। अनि म चाहिँ अहिले त्यहीँनिर जान्छु मण्डल गाउँ हो। हेर्नुहोस् ल देखाउँछु म तपाईँलाई। बहिनी खेल्दो रहेछन्। बहिनी के गरेको खेलेको के खेलेको
खेलाउने के छ खेलाउने भाँडाकुटी त्यति मात्रै हो भाँडाकुटी कि अरू छ यो हो साला बहिनी त को रहेछ खेलाउने नाम के हो अब बहिनीको संस्कृति खोइ दादा स्कुल तिमी गएन स्कुल अन्त आज ज्वरो आएर तपाईँ खायो ल खेल होला यस्तो छ बहिनीसँग हल्का गफसफ गऱ्यो होइन त्यस्तो ल यो युगल दाको घर हाम्रो गाउँको चाहिँ अहिले यस्तो छ है साथीहरू हेर्नुहोस् है ए क्या मजा भयो है हेर्नुहोस् है यो चाहिँ तपाईँहरूले अब यो घर चाहिँ कसको हो भन्दामा है तपाईँले चिन्नु नै हुन्छ यो घर है यो घर चाहिँ मिस्टर दार्जिलिङको हो मिस्टर दार्जिलिङ तपाईँहरू सबैले चिन्नुहुन्छ है अन्त उनीहरूको चाहिँ अहिले नयाँ घर पनि उयो बनिँदैछ अहिले नयाँ घर बनिँदैछ है यहीँ चाहिँ अहिले अनि फेरि त्यसकै तल छ अनि यो घर चाहिँ पर्यो तपाईँको सुक्रस गोल्डन ब्लक है तपाईँले चिन्नुहुन्छ उसको पनि पहिला चाहिँ त्यो उसको चाहिँ त्यो अब युट्युबमा चाहिँ अब साँझ चौधरी थियो तर त्यो अब साँझ चौधरीबाट चाहिँ अब आमाले अर्को चेन्ज गरेछ है अनि अहिले चाहिँ त्यो सुक्रस गोल्डन ब्लक छ अनि अब तपाईँहरूले उहाँको च्यानल पनि अब हेरिदिनुहोस् होइन उहाँको च्यानल पनि तपाईँले हेरिदिनुहोस् अनि उहाँलाई पनि सपोर्ट गरिदिनुहोस् त्यसको साथै है मिस्टर दार्जिलिङ पनि छ मिस्टर दार्जिलिङ युट्युब च्यानलमा पनि तपाईँलाई सब्सक्राइब गरिदिइराखेको छु अनि विशेष पनि मेरो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ तपाईँले लाइक सब्सक्राइब कमेन्ट गर्नु पनि नबिर्स्नुहोस् अनि तपाईँले जतिजना मेरो च्यानल सब्सक्राइब गरिदिनु भएको छ भने चाहिँ तपाईँहरूलाई मेरो हृदयबाट धन्यवाद दिन चाहन्छु है त यो बोट चाहिँ काटेछ नि त यहाँ चाहिँ दामी थियो नि पर मजा पनि थियो यहाँ हो अनि यो चाहिँ हो दोकान सुक्रस्ताको दोकान यस्तो छ हो अनि अघि चाहिँ म यहाँबाट आएको हो यहाँबाट चाहिँ अब त्यो भिडियो सुट गर्दै कता आएको हो यो चाहिँ हाम्रो देउराको घर अनि यहाँ चाहिँ माछा पनि छ तपाईँलाई यहाँको माछा पनि देखाउँछु ल तर यहाँको अब माछा त अब बेचकै दिँदैन कि पनि म तपाईँहरूलाई यो ट्राई चाहिँ गर्छु यो कुप चाहिँ म देउरास दाइ नै हामीले नै खनेको कुप हो यो चाहिँ हो तर पानीले पो खै धमिलो छ नि त पानी चाहिँ के देखायो यहाँ चाहिँ यस्तो छ अहिले अलैँची होला यो सायद है मलाई जो के हो म अब याद भएन है तपाईँले कमेन्ट बक्समा लेखिदिनुहोस् यो तपाईँले चिन्नुभयो भने चाहिँ है यो कुप चाहिँ तपाईँको सुक्रस दाको हो अघि जुन चाहिँ मैले त्यो भन्दै त्यो उहाँकै हो यहाँ त के त नदिएको मासु त यो यस्तो सुरस्ता यो चाहिँ देउरासदाको घर है
यो चाहिँ उहाँको बारी है।